विश्व शान्तिಯ कामनायाना त्रिभुवन पार्क थानकोटे बुद्ध मूर्ति पोलिस्थयागदु वरिष्ठ समाजसेवी लिसे बुद्ध धर्मया प्रचार प्रसारे ग्वाली याना वया सोना दिम उद्योगपति मोतीलाल शिल्पकार खुकुफित तधिम बुद्ध मूर्ति दान याना दिएको ख यो बुद्ध मूर्तिले स्थापना भएको चाहिँ उद्देश्यले यहाँ पार्कमा चाहिँ घुम्न आउने मानिसहरूको चाहिँ हिँड्न आउने घुम्न आउनेलाई यो शान्तिको चाहिँ मूर्ति देखेर आफ्नो पनि त्यो प्रेरणा लियोस्, शान्ति होस्, देशमा चाहिँ शान्ति होस् होइन, हाम्रो चाहिँ देशमा चाहिँ भने शान्ति सुरक्षा होस्। अब यहाँ कोभिडले कति मान्छेले चाहिँ दुःख पाइरहेको छ, सबैले चाहिँ माने रोगसँग नहोस् होइन। हाम्रो चाहिँ मान्छेहरू त्यही हो, हाम्रो चाहिँ माने मान्छे सबै स्तरमा चाहिँ माने सद्भावना राखेर सबैले मैत्री भाव राखेर चाहिँ हामी चाहिँ हिँडेको होस्। हाम्रो शान्तिको बुद्धको सन्देश चाहिँ हो। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा। करणीयमत्त कुशलेन यन्तं सन्तं पदं अभिसमेच्छ सको उजो च सुजो च। बुद्ध मूर्ति नयाँ डेका तगु खसा पिन लि फुना तगुदो हथे पलिस्त यागु बुद्ध मूर्ति चन्दागिरी नगरपालिका वडा नम्बर 4 या वडा अध्यक्ष कृष्ण प्रसाद खड्गी वंगु शुक्रबार उले जयाना दिगु ख जाजोले जेतवन महाविहार या अध्यक्ष भिक्षु अशोक महास्तवीर त्रिभुवन पार्क या अध्यक्ष मदन ताम्राकार लगायत बुद्ध धर्म व बुद्ध शिक्षा या बारे थथगु खतया दिगु ख छलफल छिक्ने सकले खुसी वहजोगो दिन लुम्नेगो दिन खयो दिन जे विशेष हैन भू दिन जन्मदिन मनाइना चम मोतीलाल शिल्पकार परिवार पे सक सिटान घाट परिवार पे वसपल पे सक सिटान ठुकेटा टनमन बिया ग्वालिया पे फना त्रिभुवन पार्क स्मारक सकल सदस्य परिवार पिन्टन अले फना ठुकेटा टनमन बिया ठो भाँगी मारका यमुना चोपे सक सिटान सक्ते धैर्य वेग बिनु पाखेन प्राप्तिना यक्न ठो त्रिभुवन पार्क जे 4-5 महिना य हुनावयोगा यो पृथ्वीलाई छिया बनाउन मानव संहार गर्न त्यो दुष्टहरूले यस्ता हतियारहरू बनाइरहेको यस अवस्थामा नेपाल यस्तो भूमि हो जहाँ यस विश्व शान्तिका प्रतीक गौतम बुद्ध जन्मनु भएको नेपाल। अब यहाँका उपासकहरू विश्वमा यस्तो अशान्त हुने अवस्था देखिरहेको यस घडीमा यहाँका उपासकहरू नेपालबाटै फेरि विश्वमा शान्ति ल्याउनको लागि आफ्नो ठाउँबाट यथाशक्य प्रयास गरेर शान्ति स्थापना गर्नको लागि भगवान गौतम बुद्धको मूर्ति स्थापना गर्दै त्यो चाहिँ शान्तिको लागि चेतना प्रवाह गर्दै हुनुहुन्छ। यो ठाउँमा राख्दाखेरि बेस हुन्छ र यो मूर्तिको अनुहार मात्र देख्दाखेरि मान्छेलाई शान्तिको प्रतीकको चाहिँ रूपमा मनमा एउटा चाहिँ शान्तिको भावना उजागर हुन्छ भन्ने अभिप्रायले यो प्राङ्गणमा हामीले बुद्धको मूर्ति स्थापना गर्ने काम आज सम्पन्न गर्यौं। अब हामी सबैजनाले यो अन्तिम घडी हाम्रो मोतीलाल शिल्पकारजीबाट वडा